धन्यवाद कार्यक्रम सञ्चालक तथा अनारानी टेकी महासचिव प्रमिला भाइ। आज यो युनिटी कन्भेन्सन अथवा एकता महाअधिवेशन अनारानी युके को प्रमुख अतिथि अनारानी हाई लेभल कमिटी का चेयरमैन तथा अनारानी का पूर्व अध्यक्ष डॉक्टर शेष घलेज्यू, अनारानी युके का चीफ पैट्रन डेभिड गुरुङज्यू, अनारानी युके का चीफ एडभाइजरज्यूहरू, यूनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन का भाइस चेयरमैन त्रिलोक गुरुङज्यू तथा विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने प्रतिनिधिज्यूहरू, अनारानी युके का मूल आयोजक समिति का अध्यक्ष योगेन बहादुर छेत्रीज्यू, यूनिटी कन्भेन्सन अनारानी आईसीसी प्रचार प्रसार विभाग का प्रमुख राजकुमार त्रिपाठीज्यू, अध्यक्ष मण्डल अथवा निर्वाचन कमिटी का इलेक्शन कमिश्नर डाक्टर भिनभुनज्यू तथा यहाँ पाल्नुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत विशेष गरी बेलायतमा रहनुहुने सबै पञ्जीकृत सदस्य तथा संसारभरि यो लाइभ ब्रोडकास्टिङ हेरेर बस्नुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो नमस्कार। विशेष गरी आज जुन चाहिँ 2078 साल माघ 1 गतेदेखि भएको यो कन्ट्रोभर्सल एनभाइरोमेन्टमा त्यही तरिकाले 2080 साल चैत 21 गते भएको यो सर्वोच्चको फैसला र 2081 साल साउन 22 गते भएको यो सर्वोच्चको फैसलाले जुन आदेश दियो र 2080 साल चैत 21 गते जुन चाहिँ एउटा उच्च स्तरीय समिति गठन गरिदियो र त्यो 13 जनाको उच्च स्तरीय समितिमा चेयर गर्नुहुने तथा अनारानी युकेका पूर्व अध्यक्ष डाक्टर शेष घलेज्यूले बोथ डाइरेक्सन परराष्ट्र मन्त्रालय र अनारानी आईसीसी को हाई लेभल कमिटी र स्पेसली सर्वोच्चले दिएको म्यान्डेट अनुसार काम गरिरहनु भएको छ। त्यसमा उहाँले भर्खरै भनेर जानुभयो मेरो एउटा ठुलो अभिभार छ भनेर, तर उहाँको जो एउटा ठुलो अभिभार भन्ने यो आउँदो मे 3, 4, 5 सम्म मात्र हो। तर अहिले उहाँले जस स्टेजबाट बोलेर जानुभयो, उहाँसँग अहिले अब सधैँभरिको लागि अर्को अभिभार थपिएको छ। त्यो हो मेरो पछाडि देखिएको ब्यानरमा वंशजको नेपाली नागरिकता निरन्तरता आजको आवश्यकता भन्ने अभियान। त्यसले गर्दाखेरि यो वंशजको नेपाली नागरिकता निरन्तरताको लागि मैले 14 to 15 पटक गएको 6 वर्षमा नेपालका 4-5 मन्त्रीहरूलाई भेटिसके, 6 पटक प्रधानमन्त्रीहरूलाई भेटे, मेरो सुनाइ कहीँ भएन। र गएको 2 महिना अगाडि एनआरएन युकेले नेपाली वंशजको नेपाली सङ्घसँग अमेरिकाको चाहिँ मेरो नागरिकता खोइ भन्ने अभियानसँग बेलायतमा रहेको वंशजको नेपाली नागरिकता निरन्तरता महाअभियानसँग मिलेर एउटा कलेक्टिभ एनआरएन युकेको लिडरसिपमा अहिले सर्वोच्चमा रिट हालेको छ। त्यो रिट वरिष्ठ अभिवक्ता 2048 सालदेखि अहिलेसम्म सबभन्दा धेरै सर्वोच्चमा रिट हाल्ने व्यक्तित्व पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई थुन्ने मान्छे तथा महाकालीको काण्डमा टर्नपुरको बारेमा रिट हाल्ने व्यक्ति
वरिष्ठ अभिवक्ता बालकृष्ण नेउपाने थ्रुबाट संसारमा नरहेका नेपालीहरूले वंशजको नेपाली नागरिकता भएन भनेर दुःख पाए भनेर यो रिट हालिएको छ। यो रिटको लागि संसारमा रहेका सबै दाजुभाइ तथा दिदीबहिनीहरूले साथ र सहयोग दिन विनम्र अनुरोध गर्दछु। तपाईले सुन्नुभयो हाम्रो प्रमुख अतिथिबाट, जुन हाम्रो अपकमिङ जेनेरेसनहरूले हामीहरूले लिड गरिरहेको अर्गनाइजेसनहरूलाई फलोअप गर्दैन भनेर। त्यो पक्कै हो। म आज मेरो हिजोदेखि आएर होटलमा बसेको छोराछोरीलाई आज बिहान मात्र मैले 11:40 जाँदाखेरि त्यही स्ट्याचुको पाक्नु लिएर भेटेँ। उनीहरूलाई थाहा छ मेरो बाबाले घर छोडेर 2 हप्ताभन्दा बढी बाहिर बस्यो भने यसको खुट्टामा ढोग्नुपर्छ भनेर। पाकको अगाडि धेरै नेपालीहरू थिए, उनीहरूले मेरो खुट्टामा ढोगे। त्यो एउटा कल्चर प्रिजर्भ गरेको छु मैले। मलाई रुड भन्नुहोस् तर मतलब छैन। किन भन्दाखेरि हामीहरूले अहिले गर्न खोजेको भनेको त्यही हो। तपाईँहरूले देख्नुभएको छ, तपाईँहरूले अहिलेसम्म कमाएको सम्पत्ति, जुन चाहिँ सम्पत्ति तपाईँहरूले आफ्नो भावी पुस्ता अथवा आफ्नो अपकमिङ जेनेरेसनलाई ह्यान्डओभर गर्न पाउँदैन। डाक्टर शेष घले दाजुले नेपालमा अरब लगानी गर्नुभएको छ। उहाँले विदेशको कानुन, नेपालको कानुनलाई नमिचेर एफडीआई थ्रुबाट त्यो पैसा विदेशबाट लगेर इन्भेस्ट गर्नुभएको छ। तर उहाँले चाहिँ के सोच्नु भएको छ, नेपालको 2021 सालको संविधानको ऐनले नेपालबाट चाहिँ कुनै पनि लगानी विदेशमा लान पाउँदैन भन्ने पनि उहाँलाई थाहा छ। मेरो देश केही समृद्धि हुन्छ भनेर उहाँले चाहिँ त्यो लगानी त्यहाँ गर्नुभएको छ। त्यो लगानी गरे बापत चाहिँ कति शास्त्र र शास्त्री भोग्नु भएको छ भन्ने उहाँलाई मात्र थाहा छ, जुन चाहिँ म नागरिकताको अभियानमा हिँड्दाखेरि थाहा पाएको कुरा हो। त्यसले गर्दाखेरि यो नागरिकताको अभियानमा म एउटा एक्स ब्रिटिस गोर्खा हो, प्रायः ब्रिटिस गोर्खा सोल्जर यहाँ हुनुहुन्छ। अब शेष घले दाइले चाहिँ इन्टरनेसनल रूपमा 195वटा देशमा नेपालीहरू पिटिसकेको छ, 90वटा देशमा चाहिँ एडहरहरू भइसकेको छ। त्यसले गर्दाखेरि आर्मी स्टाइलमा भन्ने भने बार डिभिजन र ब्रिगेड तपाईँले सम्हाल्नु, फ्रन्टलाइन चाहिँ एनआरएनयुले सम्हाल्छ। किनकि तपाईँले जुन चाहिँ वोट दिनुभएको छ, आज तपाईँले इन्टरनेसनल रूपमा यो अभियान अगाडि बढाइदिनु भयो भने वंशजको नेपाली नागरिकता पाउने ठुलो आधारहरू छ। नम्बर 1 आधार गएको 2 हप्ता अगाडि भएको घटना अमेरिकामा देख्नुभयो, जुन 43टा देशलाई त्यो देशमा ब्यान गरिएको छ। 4 दिन मात्र अगाडि घटेको घटना देख्नुभयो। भुटानी शरणार्थी बनेर अमेरिकन सिटिजन लिएकोहरूलाई उनीहरूलाई डिपोर्ट गरिएको छ। 1990 मा नेपाली बोली नेपालीहरू इन्डियाको साउथ इन्डिया हुँदै हाम्रो देश नेपालको पूर्वको बेलडाङ्गीमा आइपुगे, जुन चाहिँ भुटानी शरणार्थी भएर र 1,08,000 अब्रोडमा गए। अहिले तिनीहरूलाई चाहिँ जुन चाहिँ तरिकाले अमेरिकाले निकाल्दैछ, डिपोर्ट गर्दैछ, त्यो अवस्थामा जाने कहाँ? त्यो कारणले गर्दाखेरि यो वंशजको नेपाली नागरिकताको अभियान अगाडि बढाइएको हो। र नेपाल भन्ने देशमा मात्र एउटा यस्तो देश हो जुन देशमा जिउनको लागि 4वटा परिचय पत्रहरू चाहिन्छ। नम्बर 1 नागरिकता, नम्बर 2 ड्राइभिङ लाइसेन्स, नम्बर 3 पासपोर्ट, र अहिले चाहिँ तपाईँहरूको जग्गाको तिरो तिर्न, सिम कार्ड निकाल्न, ब्याङ्क खोल्न पनि परिचय पत्र अनिवार्य गरेको छ। त्यसले गर्दाखेरि तपाईँहरूसँग भएको सम्पत्ति खोज्नको लागि र तपाईँहरूलाई विदेशी प्लान गराउनको लागि उनीहरूले परिचय पत्र अनिवार्य गरेको छ। 1975 मा लेन्डोप टोर्चेको पालामा
जनमत संग्रह गरेर सिक्किम भन्ने राज्यलाई चाहिँ इन्डियाको 22औं स्टेटमा गाड्यो। 1970 थियो जब इन्दिरा गान्धी इन्डियाको प्राइम मिनिस्टर हुनुहुन्थ्यो। उहाँले भन्नुहुन्थ्यो नेपाललाई मैले संवैधानिक तरिकाले हिमालयन सेक्टरलाई चाहिँ बोर्डर बनाउँछु। त्यो भनेको मतलब के हो भन्दाखेरि बिहारीहरू र इन्डियनहरूलाई चाहिँ अङ्गीकृत नागरिकता दिने, नेपालमा घुसाउने र नेपालको वंशज नागरिकहरूलाई चाहिँ विदेश पलायन गराउने र जनमत संग्रह नेपालमा गर्ने अनि नेपाललाई पनि 29औं स्टेटमा गाड्ने उहाँको प्लान थियो। त्यसले गर्दाखेरि यो हामीले विचार गर्नुपर्ने कुरा, विशेष गरी अहिलेको जेनेरेसनहरूले भोलि बिहान यो बेलायत जस्तो देश पनि 2.5 ट्रिलियन डेटमा छ। 13 बिलियन दिइसक्यो, एभ्री इयर 2 बिलियन दिन्छु भनेर प्रमिस गरिसक्यो युक्रेनलाई। एनी टाइम एनिथिङ कुड ह्यापन। क्राइसिस आयो भने आफ्नो देशको वंशजको नागरिकहरूलाई राखेर हामी जस्तो अङ्गीकृत 22 वर्ष पाएको हाम्रो बच्चाहरूलाई ओरिजिनिटी हेरेर ब्याक टु कन्ट्री पठाउँछ। यो प्र्याक्टिस चाहिँ अब्रोडमा रहेका क्राइसिसमा परेका कन्ट्रीहरूलाई थाहा छ। त्यसले गर्दाखेरि दिस इज द टाइम टु युनाइट। हामी विन्स्टन चर्चिलले प्राइम मिनिस्टर गरेको देशमा छौँ जुन चाहिँ सेकेन्ड वर्ल्ड वारमा युनाइट वी स्ट्यान्ड डिभाइड वी फल भनेर गरेको थियो। त्यो कारणले गर्दाखेरि दिस इज द टाइम टु युनाइट भन्दै हामी वंशजको नेपाली नागरिकताको लागि अगाडि बढौँ भन्न चाहन्छु। र यति भन्दै उहाँले भन्नुभयो जुन चाहिँ नेपालमा कानुन छैन, कानुन मौन छ। मलाई थाहा छ त्यो। आजभन्दा 2 हप्ता अगाडि एकजना नानीले मलाई 13 वर्षको बच्चाले मलाई चाहिँ इमेल गर्यो राति 12 बजे। अङ्कल मैले चाहिँ न्याय पाएँ। म नेपालमा 13 वर्षको हुँदाखेरि थिएँ। 2023 सालमा मलाई आफ्नै भिनाजुबाट रेप भयो। म ब्रिटिसमा जन्मेको बच्चा। उसले गएर स्कुलमा उसले के भनेछ, साथीहरूलाई मेरो भिनाजुले मलाई रेप गरे भनेछ। साथीहरूले उसको टिचरलाई भनेछ। टिचरले पुलिस बोलायो, यो नेपालमा घटेको केस हो, नेपालमा गएर सल्भ गर भनेछ। नेपालमा विदिन 1 महिनाभित्रमा के गर्यो, 45,000 जरिमाना, 45,000 थुनामा राखेर कैदीलाई चाहिँ छोडिदियो। न्यायाधीशहरूको तपाईँको चाहिँ मिलिमत हो र त्यो पीडित पक्ष चाहिँ ल यो केस चाहिँ युपीले ह्यान्डओभर गर्नु पऱ्यो भनेर आयो। मैले टेक ओभर गरेको। यहाँको प्राइम मिनिस्टरलाई लेटर लेखेँ, फोरेन मिनिस्टरलाई लेटर लेखेँ, 3वटा एमपिजहरूलाई लेटर लेखेँ। फोरेन मिनिस्टरबाट रिप्लाई आइसक्यो, प्राइम मिनिस्टरबाट आएको छैन र अब म नेपालको ब्रिटिस एम्बासीबाट आएको छु। त्यसले गर्दाखेरि यस्तो खालको न्याय मरेको देश नेपाललाई इन्टरनेसनल लबाट पनि हामी अगाडि बढेर यो अभियानहरूलाई चाहिँ अगाडि बढाउनुपर्छ। र अर्को कुरा, बेलायतमा धेरै स्कामरहरू छ। त्यो स्कामरमा अघि देख्नुभयो प्रेजेन्टेसनमा जुन चाहिँ भाइले भने जस्तो केसहरू धेरै आएको छ। त्यो कारणले गर्दाखेरि यो केसहरू पनि अगाडि बढाउनु पर्छ। र विशेष गरी तपाईँहरूले यो वंशजको नेपाली नागरिकता निरन्तरताको लागि साथ दिनुहोस्। किन भन्दाखेरि हाम्रो अपकमिङ जेनेरेसनहरूलाई हाम्रो नागरिकता दिलाएरै छाड्नुपर्ने छ। यति भन्दै जुन चाहिँ गएको 2 वर्षमा मेरो कार्य समिति लगायत एडभाइजरज्यूहरू र स्पेसली चिफ प्याट्रन अनि चिफ एडभाइजर लगायत विभिन्न संस्थाका प्रतिनिधिज्यूहरू र विशेष गरी बेलायतमा रहेका पञ्जीकृत सदस्य झन्डै 22,427 जना हुनुभएको छ। उहाँको साथ सहयोग र सपोर्टले गर्दाखेरि अहिले यो संस्था यो ठाउँमा पुगेको छ र इन फ्युचरमा फेरि पनि हातेमालो गरी कामको कामना गर्दै आजको यो पहिलो सभा यही विसर्जन भएको घोषणा गर्दछु। धन्यवाद, नमस्कार।